हेलो गुड मर्निङ वेलकम टु माई न्यू भ्लग्स न्यू डे। आज चाहिँ प्रिपरेसन भयो म त पुरै देखाउँछु तपाईँहरूलाई आजको दिन। सामानहरू त सकिसकेछ, अब काममा लागिन्छ। केटाहरूलाई खानासाना खुलाएर काममा लगाउने हो। यो जिप्सनहरू चाहियो भने सम्झिन सक्नुहुन्छ। मैले भ्लग मार्फत एडभर्टाइज पनि गरिरहेको हुन्छु। मेरो चाहिँ यो सिलिङ सम्बन्धी इन्टिरियरको कामहरू हुन्छ। जस्तै यो मेरो अफिसमा लगाएको वालपेपरहरू, माथिको फल सिलिङ, पार्टिसनहरूको जस्तै यो पार्टिसनहरूको कामहरू गरिन्छ। यो फुलको गमला समलाहरू बेच्ने काम, यो रेडिमेड पेरिसहरू लगाउने काम, अनि सँगै यो जिप्सनको बोर्डको बेच्ने किन्ने लगाउने सबै काम हुन्छ। यो कामहरूको लागि मलाई सम्झिन सक्नुहुन्छ। भिडियोलाई यतै गर्नु होला। स्टे कनेक्टेड। दुई शब्द कोरियन भाषा बोल्दै त भाइ? हाँ बोल्दैन भाइ? दुई शब्द के कोरियन भाषा? दुई शब्द कोरियन भाषा। कोरियन पढाउने यो, जापानिज बुझ्ने यिनीहरू। हाम्रो डोङ ऱ्यापर। हामी चाहिँ काममा जानु लाग्यो। अब काममा जाने हो। यहाँ एउटा सामान नपुगेर यसरी बसेछौँ, साह्रै बिजोग भयो। एउटा एकुन्टा कला देखाउ नि त केटाहरू तिमीले। कसको? ल टिकाको कला एउटा गीत गाउ त। एउटा फुलबुट्टे साडी भने गीत गाउ त। यति गाउ न, गाउ यति गाउ न, टुक्को मात्रै के गाउ न यार। यता पो रहेछ स्वर सम्राट उठेर के गाउ न, गाउ एउटा गीत सुनौँ के। यति विक्रमलाई के आउँछ? एउटा कला देखाउन यार। तिमीलाई जिसन मात्र टाँस्न आउँछ। यता गमक्क राति सन्धिको रातभरि झगडा भएछ क्या। यो भाइले अघि बोलेको शब्द चाहिँ जापानिज हो, नझुकिनु होला। सियो आएको छ, यसको मैले एउटा भिडियो राखेको छु, पछि हालिदिन्छु। सायनारा रे गोरु नारा गर। यस्तो छ आजको मर्निङ भ्यू चाहिँ। साला यो त ल जापानिजमा भन्दैन त सब्सक्राइब गरिदियो भनेर। यसलाई आउनु यो ढाँटेबाट सिधै पास गराइदिएको कि यसलाई चिट चोराइ चोराइ। ल भन् त ल, जापानिजमा सब्सक्राइब गरिदिनु भन्न। यो सोचेको सोचे भयो भने चाहिँ यसलाई आउनु के। यसलाई आएन कि आएन। यो चाहिँ साकुरा कन्सल्टेन्सीबाट गएको। त्यति धेरै ट्यालेन्ट त होइन, काम कहिले पढ्थेन, पास चाहिँ भयो। यो चिट चोर भयो भने पास भयो। तर साकुरा चाहिँ राम्रो रहेछ होइन। यस्तो लोधे लोधे विद्यार्थीहरूलाई पनि पास गराइदियो नि त। लोधे होइन त अनि लोधे हो यो। यति के अरे सब्सक्राइब गरिदिनु मेरो युट्युब च्यानल भन्न नजान्नेले अनि जापानिज ल्याङ्ग्वेज पास भयो भनेपछि त क्वालिटी त यसमा होइन नि त, हो कि नै? साकुरा कन्सल्टेन्सीमा हो नि त। तपाईँहरू पनि जापानिज ल्याङ्ग्वेज पढ्नु पऱ्यो भने बुटोल कुन ठाउँमा? बुटोल चौडाको साकुरा के अरे जापानिज कन्सल्टेन्सीमा जान सक्नुहुन्छ। यस्तो लोधे 1 नम्बरी छपरी पास हुने ठाउँ भनेको कहाँ हो? कहाँ भन्थ्यो त? कहाँ हो विक्रम? यसलाई यो अझै अर्को लोधे रहेछ क्या। यत्रो भन्दा नि नाइ भने। ल एकचोटि साकुरा जापानिज ल्याङ्ग्वेज पढाउने ठाउँमा चाहिँ तपाईँहरूलाई जान म अनुरोध गर्दैछु होइन, विनम्र अनुरोध गर्दछु। ल जापानिज पढ्छ क्या यो भाइ।
ल ए एउटा तिमीले चाहिँ कति महिना पढेको जापानिज भाषा ल मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु भन्न त जाने हो कि नै पहिला हेर त कुरो घुमाइसकेको यो अघिको भन्दा नि अझै लोदेको छ भनेपछि कुन कन्सल्टेन्सीमा पढेको साकुरामा होइन कि अन्त यो त अर्को झन् काम नलाउने कन्सल्टेन्सी रहेछ के भन्नुभएको रे मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु भन्नु पऱ्यो के हो नि होइन भयो यार यसले जान न त्यतातिर ध्यान नदिउँ ल अब आफ्नो काममा लागिन्छ ल है निक्लिम खै 2 फुट आयो ल निक्ल्यो यता घुसको काम हुँदैछ भित्रभित्र घुस दिने काम भइसक्यो ल केटाहरू राम्रोसँग जाऊ है ए यो जापानिज बोझै मारिसक्यो के अन्त ल अब यता एउटा सिट जान्छ यता अर्को हाम्रो त पसल खाली भयो नि त फेरि पसल खाली भयो भने केही छैन नभन्नु नि भोलि आउँछ एक गाडी होइन यो सब भरिन्छ काम गरेर कटेको हाम्रो यादव भाइ यो भाइहरू सबैले गर्दाखेरि काम चाहिँ राम्रो चलेको छ केटाहरूलाई त धन्यवाद दिनुपर्ने मैले ल भ्लग हेर्दै जानु होला त्यस्तै छ जे पाए त्यही हालिन्छ अङ्कल बनबाटिका छोडिदिने है यिनीहरूलाई बनबाटिका भनेको फेरि चिडियाखानामा लगेर छोडिदिनु होला ल स्टे ट्युन अहिले मन लाग्यो भने चाहिँ पाए त्यही राख्छु क्याप्चर गऱ्यो भने नत्र भने यही हो इन्डिङै यही हो के आउँछ अहिले हेर्नु होला अङ्कल बनबाटिका छोडिदिनु है हेन्ची भएर हिँड्नु भयो के अरे हामी अलि क्रिकेट स्टेडियममा छौँ बिल्डिङको कामहरू हुँदैछ यो तिलोतमामा अहिले हाम्रो क्रिकेट स्टेडियम बनिरहेको यो लाइटहरू फिट भइसकेछ यहाँ पिएम कप हुँदैछ हाम्रो टाइल मार्बलको दाइहरूसँग अवलोकनको लागि आएका हामी चाहिँ हाम्रो अम्बानी टाइल्स होम सोल्युसनको ग्रेनाइट झर्दैछ यो स्टेडियममा अब त लेबर नभएर सागरले आज अनलोड गरेको भिडियो देखाउँछु मैले उहाँ हुनुहुन्छ हाम्रो दिपक दाई शोभकर दाई अब मलाई त अलि धेरै दिनुपर्छ ज्याला दाई के भन्नु पर्यो क्रिकेट स्टेडियम काम भइरहेछ हैन यहाँ कति 25 गतेदेखि होला सायद यहाँ पिएम कप हुँदैछ ओभल क्रिकेट स्टेडियममा पिचको काम चाहिँ धमाधम यहाँ मेन्टेन गर्ने काम चाहिँ गरिराख्नु भएको छ ठिकै छ अनि केपी ओलीको स्टेडियममा के भन्न चाहनुहुन्छ त 90 दिन हो कि 30 दिन बन्दै छ भन्ने एउटा हातै कीर्तिपुरमा केपी ओलीले चाहिँ यहाँ हेरेर सिक्नु पर्यो अब व्यक्तिबाट सिक्नु पर्यो नि त काम कसरी हुँदो रहेछ के हुँदो रहेछ भन्ने सरकारले त व्यक्तिबाट सिक्नु पर्यो अन्त सरकारले व्यक्तिलाई सिकाउँछ र यहाँ व्यक्तिले सरकारलाई सिकाउने काम भयो हेरेर देखेर अब यसरी हुँदो रहेछ भनेर गर्नु पर्यो अब जनतामा चेतना जागो अहिलेसम्म सबै ठगिएको थिए गरेर हुन्न यसरी हुन्छ यति लाग्छ उति लाग्छ भनेर सबै ठगिएको थिए अब अहिले चाहिँ ठ्याक्क क्लियर भयो अब कतिमा हुँदो रहेछ कसरी हुँदो रहेछ त्यो एउटा जुन हाउगुजी थियो नि त्यो हाउगुजी हता अब चाहिँ नेताले सरकारले भने पनि अब जनताले पत्ताउनेवाला छैन यो हुँदो रहेछ भन्ने कुरा प्रमाणित भयो त्यही भएर अब तिनी भरमका खेती त अब नछरे पनि हुन्छ अब जनताले बुझिसक्यो अब हुँदो रहेछ भन्ने कुरा हाम्रो शोभाकर पाण्डे दाई अम्बानी होम सोल्युसनबाट हाम्रो क्रिकेट स्टेडियममा टाइल ग्रेनाइटको मेटेरियल सप्लाईसँगै लेबरहरू सप्लाई गर्नुभएको छ हस् धन्यवाद दाई धन्यवाद ल पिच रेडी हुँदैछ कस्तो आनन्दको हेर्दा पनि यो चाहिँ नजिकको नि होला यो भ्यू टावर होइन यो चाहिँ लाइटको लागि नाइट क्याम्पको लागि एउटा दुईटा 3टा त 4वटा
चारवटा जोडिसकिएको छ। एकदम हेर्दा पनि आनन्दको छ। यो चाहिँ हाम्रो माननीय प्रधानमन्त्रीज्यूले सिक्नुपर्ने काम हो। यो भ्यू टावरहरू बनाउनुभन्दा यो तपाईँको यसरी एउटा स्टेडियम जसरी पर्सनल मान्छेले गराउनु भएको छ, यतिको राम्रो काम गरिदिएको भए जनताले सर आफ्नो ठाउँहरू हुन्थेन। र चाहिँ यो नेताहरूले यतिको एउटा सानो कामहरू गरिदिएको भए सर आफ्नो पर्ने पनि हुन्थेन। ल हाम्रो चाहिँ यहाँ एक्स्ट्रा टेक्स हजुर क्रिकेट स्टेडियमबाट निक्लिसक्यौँ दाइहरूसँग। होइन बिर्सिया छैन, मैले भनेको छु सर म त बाहिर चाहिँ मैले भनेको छु भनेपछि बिर्सिनु छैन होला। सो यो अब चाहिँ लाग्यो होटलतिर। दिदीको आज चाहिँ स्कुटरको टायरहरू चेन्ज गरिदिन्छु। कति चलाउने यार दिदी बहिनीको, आज त बनाइदिउँ न यार होइन। स्पोन्सर गर्दैछु म 2टा टायर। ल साथीको ग्यारेज छ कि त्यहाँ गएर चेन्ज गरिदिन्छु। अब के गर्छ साथीले। फाइनली अब मेरो भ्लग एन्ड गरेँ है। मेरो सामान पनि आइसक्यो। अलि साँझको 9 बजिरहेको छ। थ्याङ्क यू फर वाचिङ।